你好，चङ्कोयान म चाइनिज ल्याङ्ग्वेज केही सिक्न गइरहेको छु र केही पढिरहेको छु केही टर्म्सहरू म भन्न गइरहेको छु नि च्या सोए भनेको हाउ ओल्ड आर यु तिमी कति वर्ष भयो त्यसलाई आफू कति भयो भन्नलाई उत्तर दिन ओ छि सी सोएदा म 36 वर्ष भएँ नि सी नि खाओ रन तिमी कुन देशका नागरिक हौ ओ सी नि को रन म नेपाली नागरिक हुँ अनि अब त्यस्तै गरी चाइनिजमा नि च्याओ च्याइ च्याङको सनमा ट्याफाङ वेयर डु यु लिभ इन चाइना तपाईँ चाइनाको कुन ठाउँ बस्नुहुन्छ ओ चुई च्याए पेइचिङ म चाइनाको बेजिङ बस्छु ची ओ तियो छि लाई च्याङको यहाँ चाइनामा म पहिलोचोटि आएको हुँ अथवा ओ हन स्वाङ च्याङ क्वे च्या म चाइना देशलाई धेरै मन पराउँछु नि से च्याओ सानमा क्वाङचो वाट डु यु तिमी के गर्छौ ओ सी लाओसी म टिचर हुँ अथवा म जुनसुकै अरू केही हुँ ओ सी फाइ म लेखपाल हुँ अथवा ओ सी चङ म म्यानेजर हुँ जुनसुकै भन्न मिल्यो नि च्याए नर चाङको तपाईँ कहाँ काम गर्नुहुन्छ ओ चाइ एन एम क्वाङचो म बैङ्कमा काम गर्छु अथवा म अरू एनीबडी जुनसुकै पनि काम गर्न सक्छु भनेर ओ चाइ भनेर जोड्ने अनि पछि आफ्नो कुन ठाउँ काम गर्ने त्यो कामलाई जोड्ने हो ओ चाइ स्याओ च्या च्याङको आई वर्क इन स्कुल म स्कुलमा काम गर्छु ओ स्याङ ताङ लाओसी आई वान्ट टु बी अ लोयर म लोयर हुन चाहन्छु ओ स्याङ ताङ यी साङ आई वान्ट टु बी अ डाक्टर म डाक्टर हुन चाहन्छु अनि अर्को कुरा ओ साङ छ्याङ खाओसी आई वान्ट टु बी अ नर्स म नर्स हुन चाहन्छु ओ यी च्यान काङचो ओ मेन नेन ल आई हेभ बिन वर्किङ फर 5 years मैले अहिले 5 वर्ष काम गरिसकेँ ओ स्याङ ख्वाङ चो क्वाङचो आई वान्ट टु चेन्ज माई जब म जागिर अब परिवर्तन गर्न चाहन्छु भनेर भन्न सकियो नि च्या यु च्या खाओ रन हाउ मेनी पिपुल आर देयर इन आवर फ्यामिली तिम्रो परिवारमा कतिजना सदस्य छन् ओ च्या याओ छि खो रन मेरो परिवारमा 7 जना परिवार छौँ ओ मे यो आई हेभ नो काका दिदी भाइ मसँग छैनन् नि च्या खन्नमा यु आर म्यारिड तिमी विवाहित हौ भन्नलाई नि च्या खन्नमा अब अहिले यति नै गरौँ